विकासको चाहिँ मुख्य केन्द्रबिन्दु भयो। हरेक विकास केन्द्रबिन्दु मानव विकास फल्लौँ विकास भयो विकास ठ्या विकास मनुष्य विकास सारा मनुष्य छे एजो काम सबरा धार्मिक थो मन्दिर थो मस्जिद थो डेग बाथो थो गुम्बा थो चैते वस्तो मानव बस्ती है दक्ले ऐतिहासिक रूपमा सोनातोपति बस्ती त दक्ले सेल्लापति सम्पदा छाडा मनुता चौलिया अनि डेगमा मनुता चौलिया अनि चैतेमा एजो कारण विकासको सम्पूर्ण केन्द्रबिन्दु मानव विकास बिमा खबे तसे आफन चाहिँ उडेको प्रश्न एउटा जे सुधार छ टिआरको मुख होला इन्जिनियरिङ एस्पेक्ट अथवा सम्बन्धित विषय यही छ विशेषज्ञता चाहिँ गर्दा फास्ट एक्टिभ सम्बन्ध खबे फर्स्ट एलाइनमेन्ट सेकेन्ड एलाइनमेन्ट थर्ड हरेक अछि प्रायोरिटी प्रोजेक्टमा वा मेनु प्रोजेक्टमा जिनसका भौतिक योजना मन्त्रीजी ढोका हैन जे छुट्याउने हरेक एलाइनमेन्ट सोङो एलाइनमेन्ट मिनिमम हुई उही मध्ये गुबडी गेम चाहिँ सरसल्लाहमा गेमा आज ठोमनेला वो जातिय जो मरो जुन चाहिँ धारमा फेरि गरे भया एदले आ थो विषयले ठुलिएदा अला संसारले चाहिँ यहीको लागि सम्बन्धित ठाउँमा पार्टीमा सहल ठट्टाला जुएली सामान्यतः जिल्लामा सक्नुदी पार्टी चाहिँ सरसल्लाह दियो यसमा ठोक्ने चाहिँ नेट इन्टरनेट जमानाको हरेक व्यक्ति सामाजिक सञ्जाल मार्फतमा खिटी रूपमा सुझाव दिए फेरि सुझाव दिए लागि जुन चाहिँ छिट्ने गर्छ एक इलाका हलिने पास गया छु आसक्छु इवन छ फन्दै आउनु गौतम हत्याकाण्ड जुलाउनुला वन क्षेत्रको सरकारहरू अयो स्थितिले सडक ऐ छुट्याछ फेरि विषयलाई जुन चाहिँ सुझाव दियो हरेक चिज सुझाव दिएको भएको छ विजित जानकारी सुझाव फेरि मौका आएपछि त्यो नियम बिग्रिने भयो त्यही खे भाषाको विरोध गरे त्यसैमा बोल्नुपर्ने भयो सुन्दा काम पनि दुखिसक्यो होला तपाईँहरूलाई माफी चाहन्छु फेरि यो वकिलहरू त्यो ट्यार गरिरहन्छन् भन्छन् अब मलाई मिसाइलै हान्नुभयो गोपाल महर्जनजीले धन्यवाद एकपटक होइन पटक पटक हान्नुभएको छ तर यसपटक चाहिँ मसँग तपाईँलाई जवाफ छ तपाईँले पटक पटक भन्नुभएको हुनाले लाउडनिकले 5 जना वकिलहरू रहेर म लगायत जितेन्द्र भद्राचार्य दिनेश गले र भीम राई भएर अस्ति हामीलाई सबैलाई थाहा छ होला अगस्त 9 भनेको कतिलाई थाहा छ इन्डिजिनियस डे वर्ल्ड इन्डिजिनियस डे त्यही दिन पारेर हामीले नेपाल सरकारले अनुमोदन गरेको कन्भेन्सन 169 जसलाई त्यो अनुसार ऐन कानुनहरू संशोधन गर्नुपर्ने संविधान संशोधन गर्नुपर्ने त्यो नगरेको हुनाले नेपाल सरकारले आफ्नो दायित्व पालना नगरेको हुनाले तुरुन्तै ऐन कानुन संशोधन गर्नु भनेर मुद्दा हामीले हालेका छौँ त्यसको 25 गते पेशी छ के गर्छ अदालतबाट हेरौँला अब यसमा चाहिँ तर म चाहिँ अतालिदिनँ कन्भेन्सन 169 अनुमोदन गर्नको लागि 2004 मा म लागेको हो सबैजना हामी लाग्यौँ त्यसमा त्यसपछि एउटा कुरा भयो बाहुनलाई पनि फाइदा भयो हामीलाई एउटा फाइदा भयो प्रत्येक ठाउँमा कन्भेन्सन 169 को कुरा उठ्छ अस्ति एउटा कार्यक्रममा हाइड्रो प्रोजेक्टवालाहरूको कार्यक्रममा म गएको थिएँ मलाई एउटा प्रश्न गजबको गर्नुभयो उहाँ एकजना हाइड्रो प्रोजेक्टको कम्पनीको मान्छेले म चाहिँ 5 थर गएँ त्यहाँ गएको त्यहाँ पनि कन्भेन्सन 169 भन्यो अनि इलाम आए इलाममा एउटा हाइड्रो प्रोजेक्टमा लगानी गराउँथ्यो भनेको त्यहाँ पनि कन्भेन्सन 169 भन्यो हैन गर्दा गर्दा म सेतीमा गएको त त्यो सेतीबाट विस्थापन गरेर बर्दियामा ल्याउ थारूहरूको ठाउँमा मान्छेहरू ल्याउन लागेको छ सरकारले त्यहाँ पनि कन्भेन्सन 169 भन्छ यो कन्भेन्सन 169 चाहिँ के हो मैले तपाईलाई भनेको कुरा हामी कानुनमा के भन्छौँ भने राइट भनेको एसर्ट गर्ने हो अधिकार भनेको दाबी गर्ने हो क्लेम गर्ने हो कन्भेन्सन 169 अनुमोदन भएर अहिले आदिवासीले दाबी गर्न सुरुवात गरेका छ दाबी गरेपछि अधिकार त पाइन्छ
यो कुरा र तपाईँले कानुनको कुरा गर्नुभयो। सन्धि ऐन 2047 को दफा 9 ले प्रष्टसँग के भनेको छ भने अन्तर्राष्ट्रिय कानुनहरू नेपालले अनुमोदन गरेका नेपाल कानुन सरह लागू हुन्छ र नेपाल कानुन र अन्तर्राष्ट्रिय कानुनको प्रावधान बाजियो भने अन्तर्राष्ट्रिय कानुनको प्रावधान लागू हुन्छ, नेपाल कानुन लागू हुँदैन। अब यति भनेर म रोक्दिनँ है। यो कुरा के हो भने कन्भेन्सन 169 ले इन्डिजिनियस पिपल्स र स्टेटलाई बराबर हैसियत दिएको छ। त्यसैले हो आदिवासीको भूमिमा सरकारले कुनै पनि विकास निर्माणको काम पुरा गर्नुभन्दा पहिला उसँग मन्जुरी लिनुपर्छ। यस अर नो भन्ने राइट हो मन्जुरी भनेको। त्यो गराउनको लागि त्यो अधिकार दिएको छ। त्यसैले यो कन्भेन्सन 169 महत्त्वपूर्ण छ। म चाहिँ कन्भेन्सन 169 को नेशनल एक्सन प्लान बनाउने स्थानीय विकास मन्त्रालय त्यति बेलाको त्यसमा म थिएँ विज्ञको हिसाबमा। अनि यो भूमि र प्राकृतिक स्रोतको कुरा आउँदाखेरि आदिवासीको अधिकार हुन्छ भन्दा 3 फुट उफ्रेर यहाँका सचिवहरूले कसरी हुन्छ यो कुरा अनि मैले हाँसेर भने के भने यो कसरी सम्भव छ भनेर उहाँले भन्नुभयो। हो असम्भव पनि छ, सम्भव पनि छ। असम्भव कुन बेलामा भने यदि आदिवासी जनजातिको भूमि चाहिँ खोला पहिरो लागेको रहेछ, के भूमि दिने भूमि नै छैन, अनि त्यो जुन भूमिमा आदिवासी जनजातिहरू बस्ने हो त्यो बस्ने आदिवासी जनजातिहरू नै कोही रहेन रहेछ, त्यहाँ कसलाई भूमि दिने? त्यो दुईटा बाहेक अरू त त्यहाँ भूमि पनि छ, आदिवासी छ भने जम्मा कागज मिलाउने त हो नि, कागज मिलाएरै त खोस्या हो नि हाम्रो जग्गा जमिन होइन र भनेको अलि चुप्प लागेको थियो मेरो तपाईँको प्रश्नमा। यति कुरा त्यो कागज जाली कागज बनाउने कुरालाई रोक्ने कुरा हामी कसरी जाने हो? दोस्रो प्रश्नको सन्दर्भमा यो अलिकति मिलिटराइजेसनको कुरा आयो। युनाइटेड नेसन डिक्लेरेसन अन द राइट्स अफ इन्डिजिनियस पिपल्स को आर्टिकल 30 ले स्पष्टसँग के भन्छ भने इन्डिजिनियसहरूको भूमिमा सरकारले अथवा कसैले पनि आर्मी पठाउने वा गतिविधि गर्नलाई मिल्दैन। पहिलोचोटि यदि गर्नु पर्यो भने आदिवासीले चाह्यो र उसले बोलायो भनेदेखि मात्रै ल्याउन पाउँछ। यो कुरा त अघि बिहानै म यो कार्यक्रममा आउनुभन्दा अगाडि अर्को कार्यक्रम थियो, त्यो पनि नेवारहरूसँगै सम्बन्धित थियो। अनि त्योभन्दा अगाडिको बिहानको कार्यक्रममा म खोकनामा पुगेँ। त्यति बेला त्यो आर्मी पछाडिपट्टि अगाडिपट्टि चाहिँ त्यहाँ प्रोटेस्ट गर्ने नेवार समुदायहरूसँगै बसेर मैले आर्मीलाई सुनाएको छु। तपाईँहरूलाई मात्र होइन, उनीहरूलाई प्रश्नसँग यो प्रावधानको कुरा सुनाएको छु। अनि मैले के भनेको छु भने यो प्रावधानको विषयलाई लिएर हामी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लाँदैछौँ। त्यो भनेको संयुक्त राष्ट्रसङ्घ हो। नेपाल शान्ति सेनामा सेनाहरू जानुहुन्छ। अब यसले कस्तो खालको प्रभाव पार्छ त्यो चाहिँ तपाईँहरूले त भन्नुहुन्न, माथि चाहिँ तपाईँको हायर लेभलको कमान्डमा पठाइदिनु होला भनेका छौँ हामीले। हेरौँ के हुन्छ। अनि अन्त्यमा चाहिँ म्यासेज चाहिँ आदिवासी के अरे नेवारहरू विकास विरोधी हुन् भन्ने नजाओस् भन्ने कुरा त तपाईँले भन्नुभएको छ। म यति मात्रै भनौँ, इन्डोनेसियामा सुहार्तो डिक्टेटरले सबै आफ्ना विरोधीहरूलाई विकास विरोधी भनेर सिद्ध्याए। त्यसैले यो विकास भन्ने शब्द प्रब्लमेटिक छ। अहिले यो विकासभित्र तपाईँ हामीले हेर्दाखेरि यो सडक बनाउने होइन, सडक बनाउने भयो त त्यो खाल्टाखुल्टी भएका कुराहरू राम्रो गर्थ्यो, पिच गर्थ्यो। पिच त कस्तो पापड जस्तो गर्छ के, पापडको पिच। त्यो के गरेको एउटा अस्ति ठेकदारहरू आएर म कहाँ गुनासो गर्न आउनुभयो। यो हेरिराख्नु भएको होला लाइभमा, उहाँले सुन्नुभयो भनेदेखि त्यो रमाइलो हुन्छ। यसो हेरेँ म त सडक जहिले पनि सडक पीडितहरू आउने म कहाँ सडक पीडितहरू पो रहेछ भने त्यो ठेकदारहरूको ग्रुप रहेछ। तपाईँहरूले यो दायाँ बायाँ गरिदिएर हामी त बर्बादै भयौँ सरहरू। के भयो भनेको ठेक्का सुरुवात गर्नुभन्दा पहिले 50% जति त कमिसन दिनुपर्छ अरे नेताहरूलाई नम्बर 1। अनि त्यस पछाडि यो सडक बनाउने होइन, यो चाहिँ के रहेछ भन्दा त कमिसनको खेल हो, यो त माफियाहरूको खेल हो होइन।
अनि किन भत्काइरहन्छ भन्दाखेरि त त्यसमा चाहिँ बढी पैसा लाउन पाइँदो रहेछ, पिच गर्दा धेरै पैसा आउँदैन रहेछ। यो यस्तो खालको कुरा हो। विकल्प हेर्नुपर्छ, त्यो विकल्प हेर्ने कुरा भएको छैन। तर विकास भनेको यति प्रब्लमेटिक हुन्छ, त्यसले जेनोसाइड गर्छ, कल्चरल जेनोसाइड गर्छ, फिजिकल जेनोसाइड गर्छ। त्यसकारणले यो कुरालाई तपाईँ हामीले अगाडि लैजानुपर्छ। अहिले यो भयो भनेदेखि मेरो विचारमा ठिक हुन्छ, हामी ठिक ढङ्गले अगाडि बढ्छौँ र रेसिस्ट चाहिँ हामीले गरिरहनुपर्छ। त्यो सुरुवात भएको छ, त्यसको लागि म यहाँलाई धन्यवाद दिन्छु। अन्तिममा चाहिँ यो जुन कन्फरेन्स छ, यो कन्फरेन्सबाट क्लियर एउटा डकुमेन्ट आउनु पर्यो कि नेवारहरूलाई मोटिभेट हुने गरी सबैलाई र अरूलाई पनि आह्वान गर्नु पर्यो र यसको विरुद्धमा क्लियर मेसेज गर्ने जाने कि सरकारलाई पैसा दिने त्यो भारत होला, त्यो चाइना होला, त्यसलाई पनि एड्रेस गरेर तिम्रो पैसाले हाम्रो मान्छेलाई कायम राख्न पाइँदैन, विस्थापन गर्न पाइँदैन भन्ने मेसेज जाने गरी सन्देश आउँछ होला। हजुर, चितवन ताल चाहिँ सुरु को सडक विस्तार पीडित त्यो आन्दोलन सभाले गबले चाहिँ डोजर वया चाहिँ छे नकछती भटकेन्छती अहिले पुलिसमा जाने लाठीचार्ज है वो इले जब समाचार पीडित को समाचार यो चीज चाहिँ नि लोई हुर्का है वो स्कफल जुइले तनाव जुइले जब चाहिँ न्यूज त्यहाँ हुई तर यहाँ त्यहाँ हुई कुछ नाटक रही है चुके स्वानसोंगको चाहिँ मानवीय संवेदना वेकअप इन पीडा कष्ट अहिले वेकअप इन विकल्प बीमा वो चीज वो चीज चाहिँ मजबुत ल मिडिया पार्टी मतलब के लागि चाहिँ संघर्ष समिति दुबी पासपिन छ जो छ सुझाव वेकअप इन ती मीडिया हाउस बना झिस वेकअप इन चाहिँ नाप्लानाय छ आको यामा माया गर्न वेकअप इन चाहिँ खासै सरकार तैनको छाडले झिउ चाहिँ को नेवादेवनी मुख अब गैर नेवादेवमा छेलाजुङ गुलामजुङको अटे खसान तबिन झि नेवादेव न्याक्स अल्पमटे लाउ कामैना झिस चाहिँ समाचार दिकाबले न झिस अनुमनाय भावनामा दबाब दिमा जित्दाका के वेकअप इन उपसम्म सुझाव दिएको विकासशील मोडेलले परिवर्तन दिनमा सडक विस्तार चाहिँ समाधान हो। विकासशील मोडेल चेन्ज हामीलाई सांस्कृतिक सम्पदाको जुठाएको बाइपास निर्माण ल्यायो। अथवा चाहिँ विभिन्न जग्गा जमिन मलाक्न चाहिँ ठाउँले समुद्री कुएटके मन त्यसमा लोभेका हुन्थ्यो एजोले वबर एक ब्रिज कुए गुल अथवा कुए चाहिँ अन्डर पास थियो कुए चाहिँ बस्ती बचायो ऐतिहासिक सम्पदाको रक्षा या ठो जुन भाषा उपाय होइ ठोसँग त्यस फ्रान्स चाहिँ पेरिसका छन्, लन्डनका छन्, छेउदै वाल स्ट्रिट अमेरिका न्युयोर्क वाल स्ट्रिटका छन्, एकदमै ठन असंख्याक जोएको सहरको तर म चाहिँ सम्पदा छ पर्यटकीय महत्त्व एउटा ढलकमाया लागि छेलको एरिया विकासशील मोडेलले परिवर्तन ल्यायो। हसीको सुबह सङ्कल्प मैले पहिलो नम्बरमा किन एकता भएन, किन सबै समन्वय भएन भन्ने कुरामा पहिले मुद्दामा क्लियर हुनुपर्छ होला जस्तो लाग्छ मलाई। अघि क्षतिपूर्ति लिने हो कि के हो भन्ने कुराहरू आएको छ। त्यो मुद्दामा के क्लियर हुने, मैले कानुनको दृष्टिकोणबाट हेर्दाखेरि नेवारहरू चाहिँ उपनिवेशमा परेको छ। सायद त्यो एक्सटर्नल कोलोनाइजेसन नभए पनि इन्टर्नल कोलोनाइजेसन चाहिँ हो। त्यो कोलोनाइजेसनबाट कसरी अब बाहिर निक्लिने भन्ने एउटा मुद्दा चाहिँ त्यतातिरबाट जानुपर्छ होला। होइन भने जस्तो तपाईँको सबै ठाउँमा नेवारहरूको यो सोनाम कोश भन्ने मैले किताब तपाईँहरूले पनि हेर्नुभयो होला कृष्णमान श्रेष्ठको, जम्मै नेवारहरूको भाषाबाट राखिएको नामहरू परिवर्तन भएको छ, जम्मै परिवर्तन भएको छ। त्यसलाई अब रिभाइटलाइज कसरी गर्ने, नेवारहरूको नामबाट कसरी, त्यो कोलोनाइजेसनको एउटा कुरा भयो। अर्को समस्या के भयो भने त्यो नाम कस्तो छ, लुहिटी सुनको धारा, लुमरी सुनको रोटीसम्म हुने नेवारहरूको हैसियत कहाँ पुगेको छ अहिले। त्यसकारणले यो नाम हुन जरुरी छ। त्यसको यो चाहिँ यो तरिकाले अगाडि जान सकिन्छ। अर्को कुरा के हो भने हामी के भन्छौँ,
अहिले लारुनिकले काम गर्दाखेरि समुदायको कलेक्टिभ सामूहिक निर्णयमा जे आउँछ त्यो चाहिँ हामी त्यो अनुसार काम गर्छौँ। मैले अहिले देखेको जस्तो नेवार देवतबु अथवा नेवारहरूको संस्थाहरूमा समन्वय किन कमी भएको छ भन्दाखेरि कन्भेन्सन 169 को कुरा चाहिँ गर्छौँ, आफै कन्भेन्सन 169 को पालना चाहिँ गरेका छैनौँ। यत्रो सुनै सुनको रोटी भएको नेवारहरूलाई त्यो खानै नपाउने ठाउँको पृथ्वीनारायण शाहले आएर कसरी जित्यो होला प्रश्न यहाँनिर छ। मेरो विचारमा पक्कै पनि पृथ्वीनारायण शाहले जितेको होइन, पृथ्वीनारायण शाहलाई हामीले जिताएको हो। त्यो चाहिँ त्यसरी हेर्नुपर्ने भएको छ। अहिले पनि हामीले के भन्छ भनेदेखि यो उसले गर्छ कि सुमनजीले गर्छ कि नेवारदेव दबुको नरेशजीले गर्छ कि अथवा मानेजीले गर्नुहुन्छ कि उसले गर्नुहुन्छ कि मेरो विचारमा यो भन्ने बेला छैन होला। हामी जहिलेसम्म भन्न सक्छौँ कुरा चाहिँ कलेक्टिभ गर्ने र यो हामी वी भन्ने हिसाबले अगाडि बढ्यो भने जित्छ होला। हामीले त खालि लाउनीबाट कानुनी रूपमा लड्ने अन्तर्राष्ट्रिय स्तरमा मुद्दा पनि लगिदिएका छौँ, सर्वोच्च अदालतमा मुद्दा पनि लगिदिएका छौँ। बिहानदेखि बेलुकासम्म अहिले मेरो सेड्युल हेरेको यो हप्तामा 90% मेरो टाइम चाहिँ नेवारहरूको यो परेको यो अहिले जुन अन्याय छ त्यसमा जाँदाखेरि त्यो कार्यक्रमहरूमा जाँदैखेरि मेरो बित्दो रहेछ होइन। अब तपाईँहरूले कति पर्सेन्ट डिभोट गर्नुभएको छ त्यो चाहिँ मेरो प्रश्न। हस्, धन्यवाद। सौला ज्याले कमी कमजोर जे सुना जे वहाँ गल्ती न ये उटा सुराले मौका न दिमा ठो इस्यु राष्ट्रिय इस्यु न था अंतर्राष्ट्रीय इस्यु न जी होला जबकि जिउ चाहिँ समस्या वाला लासा जिता निमन्त्रण दिम म आत्ने छु अनि विचारेर छा लासा तो सक्रिय समस्या का विचारमा कुट यामा आ जी अन्तिम अवस्था हो छौला संगठने संगठित जचो अवस्थाहरू कारण जुगु नरस्ताना भइला पक्का जुगु छन् अन्य न्याउ जुगु तर त्यो इस्यु मसुला चुनाव मुक्ने जन जिउ छेसना त हुन्छ वो सिउ छेदे निमन्त्रण या सराको गुली जायज छ। अब या फुटल या भ या मफुता दाचा छा सुल सकाल छ फोन याना न या जु थे चोन्दा ल जुला अनि मेन चाहिँ आ गो आन्दोलन एउटै 6 स्टेप ठाउँ हो। वो स्टेप त हाम्रो क्या मौजुद है दक्षि मानसिकता देमाला छा रासा तो जीवन अन्तिम पुस्ता हो ठो गामे पुस्ता थम दै मगु त ओके जोने दिन ठो पुस्ता त बचायो छिउ अस्तित्व त बचायो भाषा जब नेवा छदी मचेका चाहिँ चोदे मगु गैर नेवा न दुथन वो गैर नेवा दैन समस्या को दु तर जिउ नेवाटे गु अधिकार आइलो 169 अवे इन त फाइल जे दे ठिकमा अवस्था न दुगा ओके जने गुन्न जातीय समाज दु संघ संस्था दु अले जिउ गु संघ संस्था दे चाहिँ जे छुराएर आछ ठो मुद्दा चाहिँ राष्ट्रिय मुद्दा ख अन्तर्राष्ट्रिय मुद्दा न जुइदुला ठो आ जिउ गु राज्य शक्ति चाहिँ विवेकपूर्ण दमन या विरुद्ध चाहिँ जेसा चाहिँ तो राज्य चाहिँ कानुन संविधान छे मानव का छे पालन में आला दक्षिण शील हुनु आज छ दन जे पटक पटक जे मेन लाई दनि दन आज का जे थै लाई दन छगाल दन नो छगाल लास इनको काफी गए छा रासा जे दन ला व्यवस्था करे जो कारण थिबे क्या निकाल जेसा संविधान फिराएर दनि दन जे दन लाज अन फिरे जेछ उगे जन आज का दन कोले पाते संसदले प्रतिपक्षको नियम तर खास एजेन्डा चाहिँ प्रतिपक्षमा समर्थन ल्यायो जीवित समर्थन छ यो एजेन्डा चाहिँ नभए प्रतिपक्ष